ओके, हामी चाहिँ आज √3 लाई नम्बर्स लाइनमा बनाउँदैछौँ है त। √3 भनेको इरेसनल नम्बर भयो। यो इरेसनल नम्बरको नम्बर्स लाइनमा बनाउँदैछौँ। अब √3 भन्ने बित्तिकै सुरुमा बुझौँ, हामीले यो बनाउनको लागि सबभन्दा सुरुमा दुईवटा युनिट थाहा पाउनुपर्छ। √3 हुनको लागि यो हाइपोटेनियस हो, जहिले पनि फिक्स हुन्छ। हामी पाइथागोरस थ्योरम युज गर्छौँ यसमा। अब पाइथागोरस थ्योरम भनेको राइट एङ्गल ट्रायङ्गल युज भयो। यहाँनिर यो हाइपोटेनियस √3 छ भने यो √3 हुनको लागि यो पर्पेन्डिकुलर र बेस चाहिँ कति कति हुनुपर्छ त त्यो कुरा थाहा पाउने। हामीलाई थाहा छ पाइथागोरस थ्योरम भनेको h² = p² + b²। h भनेको कति छ √3, √3 को स्क्वायर = p र b चाहिँ कति हुनुपर्छ त। जस्तै p मैले एकछिनको लागि पर्पेन्डिकुलर √2 राखेँ, बेस 1 राखेँ, यसको स्क्वायर गरौँ त √3 को स्क्वायर आउँछ आउँदैन। √3 आउँछ आउँदैन। √3 को स्क्वायर र √3 आउनु पर्यो, यो दुईटा जोड्दा। यसको त मिनिङ त त्यही हो नि त। यो लङ्गेस्ट साइड यानि कि हाइपोटेनियस भनेको चाहिँ पर्पेन्डिकुलर र बेस हुनु पर्यो। √2 को स्क्वायर भनेको 2, 1 को स्क्वायर 1 √3 होल स्क्वायर भयो। यो भनेको 3 भयो। √3 स्क्वायर उता जाँदा √3 भनेपछि के हाल्नु पर्यो मैले √2 र 1। यो 1 युनिट र यता √2 हुनु पर्यो, अथवा यो √2 जे पनि राख्न पायो पर्पेन्डिकुलर र बेसको ठाउँमा चाहिँ। एक्ज्याक्टली यही हुनुपर्छ भन्ने छैन। जस्तै मैले एकछिनको लागि यो बेस चाहिँ √2 बनाएँ, यो चाहिँ 1 युनिट हाल्यो भनेदेखि √3 बनाउन सक्छु। त्यसको लागि सुरुमा मैले √2 बनाउनु पर्यो √3 को लागि है त। अब √2 बनाउनको लागि 1 बाट एउटा सेमी सर्कल ड्र गर्ने। यो 2 युनिट 1 युनिट = 2 सेन्टिमिटर हुनु पर्यो। यो हामीले कम्पासको मेजर गर्नु पर्यो। यति चाहिँ यो चाहिँ ठ्याक्क 2 सेन्टिमिटरको हुनु पर्यो। 1 युनिट भनेको 2 सेन्टिमिटर भनेर लेखेको छ। अब यहाँनिरबाट हामीले जहाँ सेमी सर्कल उयो गरेको छ त्यसको पोइन्टबाट 60 काट्ने, 120 काट्ने, 60 र 120 बाट 60 र 120 कोबाट 90 कट गर्ने। अनि यो लाइनलाई के गरिदिनु पर्यो हामीले अब सट्ट जोइन गरिदिने। अब एकछिन, अब यहाँ के गर्ने भन्दा हामीलाई √2 बनाउँदाको याद छ। √2 को लागि त 1 युनिट थियो। 1 युनिट भनेपछि यो फेरि मेजर गरिदिनु टक्क यहाँदेखि यहाँसम्म एक्ज्याक्टली छ नि। यो कम्पास यहाँ राखेर यहाँ कट गर्ने। अब यो जोइन गरिदिउँ, यो जोइन गर्ने। अब यो √2 भयो, यो 1 यो 1 यता इमेजिनेरी लाइन तानिरहनु परेन। हामीलाई √3 बनाउनु छ, √2 बेस मात्र लिएको। यो √2 बेस भयो। अब यहाँ के गर्नु पर्यो भन्दाखेरि हामीले 1 युनिट यहाँ 1 युनिट यता तान्ने। सुरुमा एउटा स्केलले लाइन तानौँ यहाँनिर, अथवा प्रोटेक्टर राख्नुपर्छ। एक्ज्याक्टलीको लागि चाहिँ मैले बुझाउनको लागि गर्दैछु। त यहाँबाट एउटा स्ट्रेट लाइन तानौँ, जत्रो ताने नि हुन्छ ठक्क। तर अब म यहाँ के गर्छु 1 युनिट मेजर गर्छु फेरि, किनकि √2 मा 1 युनिट एड गर्दैछौँ नि त हामी। √2 + 1 अब यहाँबाट राखेर म यहाँ कट गर्छु, यहाँ कट गर्दैछु। अब यो कट गरेको पोइन्टमा र यो 0 देखि यो कट गरेको पोइन्टसँगको म मेजर गर्छु। अब 0 देखि कट गरेको पोइन्ट टक्क मेजर गर्ने र यो ठ्याक्क यहाँ 0 मा राखेर कम्पास मेरो अलिकति ठिक छैन, यसरी यता तान्ने। अनि यता कहाँ कट हुन्छ है, यो कट भएको पार्ट यहाँनिर कट भयो। यो पार्ट भयो, यो चाहिँ √3 को हो। अब यहाँनिर म के गर्छु लाइन तान्छु, 0 बाट पनि तल लाइन तान्छु र यसलाई जोडिदिन्छु। यो चाहिँ √3 को नम्बर लाइन भयो। यो चाहिँ कतिको नम्बर लाइन भएछ त √3 को। यसरी सुरुमा यो र यो मेजर गर्ने नि, यहीँ राखेर कम्पासले यो पोइन्टमा राखेर यहाँबाट टक्कै इमेजिनेरी लाइन तान्दै आउने। अनि त्यो लाइन यहाँ जहाँ र मुनि जोइन हुन्छ लाइनमा, हामीले तानेको अगाडिको लाइनमा, त्यो चाहिँ √3 को लाइन हो। यसरी हामीले √3 प्लट गर्न सक्छौँ। अब के गर्ने भन्दाखेरि यो ठ्याक्क लाइन जोइन गरिदिउँ। यो चाहिँ √3 अनि यहाँनिर कट भएको छ है त। ल यो चाहिँ √3 को नम्बर लाइन हो। थ्याङ्क यू सो मच।